तँगास काट तँगास तँगाट तँगास तँगाट दिन्छु अलि गालामा काट राम्रो काट राम्रो काट सुकिया नकाटे हरियो काट हल्का रुपियाँ तैँले मुखर मात्र काट पनि आएको रुपियाँ आफू ठालु पनि बसिहाल्यो पछि रुपियाँ दाइसँग भन्नु नि म मुखर मात्र काट पनि आएको रुपियाँ म भन्ने काट्ने भए काट धेरै नबोला पछि दाइकन भन्यो भने यस्तै हान्छु कि तँलाई हे प्रभु हे हरि राम कृष्ण जगन्नाथ प्रेमानंद ले भाइ म काट्छु ले त बस अब अब मेरो भाइ बस्छ त अब कति काट्ने बस अब म काट्छु आराम गर्ने भाइ त आराम गर हे लेकिन ठालु सालु गर्नु बसिहाल्यो त दुई भाइ मिलेर घाँस काट्ने उ गर्ने हो त्यसै बसिया भरे चाहिँ घाँस काट्नु पठा तर भने टट्ने है तर भने नलागिया होइन दाइ मैले पनि काटेँ मैले मात्र काटेँ यो अहिले मात्र काटेँ अहिले म अघि त काम लाग्थेँ होइन काट्ने काटेन मैले काटेँ मसित लड्नु खोज्छ थियो खुब आफू लड्नु लाग्छ होइन होइन देखेपछि धन्न रे फाली मैले काट्यो होइन यति घाँस काटी हाउ हाल्दाखेरि गालामा यहाँ त मजाले पुरा झगडा गरेर बसिरहेछ नि यार यिनीहरू झन् दुई भाइ मिलेर मजाले घाँस काट्यो होला धेरै बना होला नि भनेर झन् छिटो भारी पुगाएर घरतिर जाउला भनेको तिमीहरू यहाँ पुरा झगडा गरेर एकअर्कालाई दोष दिइरहेको रहेछ तिमीहरू तिमीहरू के हो पारा हामी भाइहरू मिल्ने हो थाहा कि नै भोलि कोहीले पनि हेप्न सक्दैन हामीहरू मिलेपछि थाहा छ कि नै बाहिरको मान्छे कुनै मान्छेले हेप्न सक्दैन के हामी एकअर्कालाई झगडा गरेर जसले पनि हेप्छन् मिल्यो ल भरत कोहीले कसको गल्ती के हो एकअर्कालाई सरी भन् छिटो गल्ती के हो भन् सरी अब मबाट गल्ती भयो सरी भाइ मलाई पनि गल्ती रहेछ मैले पनि ठुलो आफूलाई ठुलोसँग हात गरेँ होइन ल भाइ